तपाईलाई थाहा छ? आज आज शनिबार शनिबार त शनिबार हो नि। आज के हो सम्झिनु त? आज शनिबार 23 गते 23 गते त हो नि। के हो त 23 गते चाहिँ? के हुनु ए थाहा छैन तपाईलाई? आज हाम्रो बिहे भएको एनिभर्सरी, आज विशेष दिन होइन? ए ल ह्याप्पी एनिभर्सरी बुढी, ल ह्याप्पी एनिभर्सरी। आज हाम्रो बिहे भएको दिन पो हो त है। सम्झाएर भनेपछि अनि बिहे भएको दिन है ह्याप्पी एनिभर्सरी हेरेर भनी मागेर भन्नुपर्छ। होइन बिर्सिन त पाइयो होला नि त। बिहान बेलुका भात खान बिर्सिनुहुन्छ? भात त अब पेटले मागिरहेको छ त खानै पर्यो। अचम्म छ, यसो बुढीलाई खुसी पार्न गिफ्ट सिफ्ट ल्याउनु पर्दैन? होइन गिफ्ट तिमीलाई के चाहिँ दिनु हौ? यत्रो अमूल्य गिफ्ट छ, यत्रो ज्यान हाजिर छ तिम्रो लागि, माया दिएकै छु, साथ सपोर्ट दिएकै छु, त्योभन्दा ठुलो गिफ्ट तिमीलाई के चाहियो? चाहियो नि, यसो खुसी हुनु पर्दैन? यसो के ल्याएर यसो अरूका पनि गिफ्ट कति दिन्छन्, कति खुसी बन्छन्, सपिङ गर्न लाग्छन्। अब एनिभर्सरीको दिन एनिभर्सरी मनाउँछन् भव्य सँगले। ए अरूको कुरो छोडिदेऊ न, अरूको कुरो उहाँहरूकै ठाउँमा छ के। उहाँहरूले अरूले के दिन्छन् भन्ने कुरो त हामी कम्पेयर नगरौँ के। त्यसको लागि हाम्रोमा तिमीलाई मैले मेरो ज्यान दिएकै छु, त्योभन्दा ठुलो गिफ्टहरू केही पनि होइन। तिमीले मलाई माया साथ सपोर्ट दिएकै छु, त्योभन्दा ठुलो गिफ्ट केही पनि छैन। ल बुढी आजको दिन चाहिँ नरिसाऊ होइन, अरू दिन जे हुँदै गर्ला, आजको दिन चाहिँ तिमी नरिसाऊ। ह्याप्पी एनिभर्सरी है, है जीवन खुसी रहोस्। यसरी नै माया दिइराख है, यति नै साथ सपोर्ट दिइराख। आजलाई